नमस्कार है साथीहरू। हाल म चाहिँ रोमानियाबाट। पछिल्लो समय रोमानिया बन्द भयो भन्ने हल्लाहरू छ। रोमानिया चाहिँ बन्द भएको छैन। औसत वार्षिक रूपमा सधैँ लिने विदेशी कामदारको सङ्ख्यामा चाहिँ कटौती गरेको छ। अनि केही हदसम्म अलिकति कामदार ल्याउने प्रक्रियाहरू अलिकति बलियो बनाएको छ भन्ने बुझेको छु। अनि रोमानिया चाहिँ वास्तवमा अहिलेको सिचुएसनमा 8-10 लाख तिरेर आउने भन्दा नआउँदा राम्रो हो। अब कतिपय साथीहरूलाई चाहिँ आउनु बुझेर आउनु अनि बुझेर आए भइहाल्छ भन्छन्, तर यहाँ चाहिँ 95% कम्पनीहरू चाहिँ सफ्टवेयर हुन्छ। सफ्टवेयर भएपछि तपाईँ हामीले धेरै दुःख पाउँछ। अनि कामहरू पनि भने जस्तो हुँदैन, कमाइ पनि भने जस्तो हुँदैन। त्यो भएकोले यदि तपाईँ कोही नेपालबाट आउँदै हुनुहुन्छ भने चाहिँ मेरो भनाइ त रोमानिया जस्तो मुलुकहरूमा 10-12 लाख तिरेर आएर सप्लाई कम्पनीमा पर्नुभन्दा नआउनु बेटर होला। अनि अब युरोपहरू अब पछिल्लो समय त्यस्तो नै छ, सप्लाइजहरूले नै डुबाएको छ। युरोपतिर बस्नेहरूलाई थाहा छ। नेपालमा बसेर अब युरोपको धेरै राम्रो खालको परिकल्पना गर्नुहुन्छ नि तपाईँहरू, तर जे नेपालमा सोचेको छ युरोपहरू त्यो छैन। यथार्थमा भोग्न नै पर्छ है त।